जिउ सिरिङ्ग हुने गरी हट भएर आउनु भएको त तपाईँ पनि सिरिङ्ग हुनु भएर म पनि के काम सिरिङ्ग हुनु परेन त्यस्तो तपाईँ त हुनुहुन्न होला जस्तो लाग्थ्यो मलाई नि अब बानी लाग्न थाल्यो नि त यस्तो यस्तो हट हट नायिका मोडलहरूसँग लिन पाउँदाखेरि त अब म पनि के काम हुनुभयो त्यो त हो तपाईँको अधिकार हो त्यो पाउनुहुन्छ अधिकारलाई आफ्नो अधिकारलाई कसरी रोक्न मिल्दैन त्यो त पक्रिनुहुन्छ नै मिल्दैन है दर्शकहरू फेरि रोक्नु होला नि हामीलाई मिल्दैन दर्शकबिनहरू आफ्नो अधिकारलाई के छ आफूमा होइन के मन लागिरहेछ अथवा कसलाई के भन्नु मन लाग्छ भनिहाल्नुपर्छ परेको म छु आजभोलि कतातिर व्यस्त हुनुहुन्छ आजभोलि म त्यही यो मेरो डान्स क्लासहरू भयो म आफै क्लासहरू हेर्छु त्यसमै छु अरू खास चाहिँ त्यस्तो केही पनि छैन यस्तै तपाईँहरूले बोलाउनुहुन्छ माया गरेर दर्शकबिनहरूको अगाडि ल्याउनुहुन्छ त्यसमै छु हामीले त माया गर्नु परिहाल्यो नि दर्शकहरूले नि माया गर्नु परिहाल्यो होइन माया नभइकन माया बिना के छ यहाँ केही पनि छैन केही छ एकदमै सही कुरा मजाले सही बोल्छु कि दर्शकहरूलाई पनि थाहा छ हेर्दा हेर्दा थाहा भइसक्यो तपाईँले डान्स स्कुल पनि खोल्नु भएको छ डान्स मोडल सेउसी डान्सर अझ डान्स पनि गर्नुहुन्छ स्कुल डान्स स्कुल पनि खोल्नु भएको छ हजुरले हजुर मेरो डान्स स्कुल छ सातो बाटोमा वेल डान्स भनेर छ होइन आफै सिकाउँछु प्लस अरू टिचरहरू पनि हुनुहुन्छ अरू खाली टाइममा त्यही हो कोरियोग्राफीहरू गरिरहेको छु मोडलिङहरू गरिरहेको छु त्यही हो कस्तो कस्तो डान्स हुन्छ क्या हामीलाई नि सिकाउनु पर्यो यसो त्यो त यहाँ अलिक सिकाउन मिल्दैन होला खुल्ला खुल्ला छ तपाईँ साउन्ड सिस्टम बस्छ मेरो हलमा आउनुहोस् तपाईँको फ्री टाइममा म फ्री अफ कस्ट तपाईँलाई क्लास दिन्छु नि सिक्रेटमा हजुर त्यस्तो सिक्रेट गर्नु पर्दैन हुन्छ नि के डान्स हुन्छ अरे अब आफू त परेन त्यस्तो होइन खासै थाहा छैन डान्सर परिएन डान्सहरू धेरै प्रकारको छ अहिले अब नेपाली डान्स त भइहाल्यो त्यो बाहेक जस्तो बलिउड भयो हलिउडबाट आउने डान्सहरू भयो होइन म मेन चाहिँ कन्टेम्पोरेरी र अनि बेली गर्छु तपाईँ कुन सिक्नुहुन्छ बेली सिक्नुहुन्छ सिकाइदिउँ न अहिले चाहिँ नगरिहाल्नु होला अलिक क्यामेरा अलिक टाइट छ होला दर्शकबिनहरू हजुरको घर चाहिँ मेरो घर चाहिँ जन्मथलो चाहिँ गुल्मी अनि त्यहाँदेखि अलिक ठुलो हुँदै आइसकेपछि बुटोल अझै ठुलो भइसकेपछि काठमाडौँ आइसकेको छु अहिले अब यहाँदेखि त अन्त हुँदैन होला हजुर अब चाहिँ काठमाडौँमै हुन्छु म काठमाडौँ आउनु भएको चाहिँ कति भयो डान्स सिकाउनु हुनुहुन्छ आफैले होइन डान्स क्लास डान्स सम्बन्धी पढ्नु पनि भयो इन्डिया गएर हजुर उता पनि पढेँ प्लस म एसएलसीसम्म मैले बुटोलमा गरेपछि ब्याचलर इन्टर र ब्याचलर चाहिँ मैले डान्सै लिएर पिकेबाट गरेँ त्यति हो फ्यामिलीमा को हुनुहुन्छ फ्यामिलीमा मेरो बाबा मम्मी भाइ एउटा बहिनी सपोर्ट चाहिँ कतिको छ फ्यामिली सपोर्ट नहुनाले चाहिँ अलिक तलै छु फ्यामिली सपोर्ट सायद भएको भए म माथि हुन्थ्यो होला कि त यो ठाउँमा नै आइपुग्दैन थिएँ म अन्तै हुन्थ्यो होला जस्तो लाग्छ अहिले चाहिँ बाबा मामु हाम्रो यति यस्तो राम्रो डान्स गर्ने मान्छेलाई तपाईँहरू सपोर्ट नगरिदिएपछि अनि आफ्नो छोराछोरी पछि पर्दैनन् सपोर्ट गरिदिनु पर्यो अलि धेरै हो कि होइन हजुर त्यो म एकदमै म त्यही नै भन्न चाहन्छु जस्तो मेरो पालोमा चाहिँ मैले खोजेको सपोर्ट मैले फ्यामिलीदेखि पाएन अहिले मैले डान्स स्कुल खोलेँ मेरोमा स्टुडेन्टहरू आउँछ गार्जेनले लिएर आउँछ जस्तो प्यारेन्ट्सले नै लिएर आउनुहुन्छ टाइममा लिन आउनुहुन्छ मेरो बच्चाले कस्तो सिक्दैछ भनेर सोध्नुहुन्छ अथवा क्लासमै बसेर हेर्नुहुन्छ त्यो गर्दा चाहिँ मलाई एकदमै मैले नपाएको सपोर्ट मेरो ममा आउने बच्चाहरूले चाहिँ पाइरहेको छ खुसी लाग्छ त्यो देख्दा चाहिँ अहिले धेरै चेन्ज भएछ डान्सलाई हेर्ने हुन्छ नि दृष्टिकोण चेन्ज भएछ भनेर खुसी लाग्छ मलाई चाहिँ यसरी समाज बदलिनुपर्छ अनि पो के हुन्छ नेपालमा हजुर त्यही त समयअनुसार चल्नु पर्यो होइन यो ट्याटु त खतरै हानेछ त गुलाबको फुल यो ट्याटुलाई अलिक फोकस कसको लागि हो यो खास जानु भन्नु पर्यो खास त्यस्तो कसको लागि भन्ने चाहिँ अहिलेसम्म छैन मैले आफ्नै सोख थियो मलाई टाटु हान्छु भन्ने चाहिँ अनि हाने धेरै ठाउँमा छ म टाटु क्रेजी धेरै ठाउँमा छ रे दर्शकवृन्दहरू हामी हेरिहाल्यो अहिले तपाईँहरूलाई बिस्तारै बिस्तारै देखाउने नै छौँ धेरै ठाउँमा भनेपछि कति ठाउँमा छ र यो मेरो पछाडि छ अलि ठुलै छ यहाँ पनि खुट्टामा छ अनि जस यो टाटु अनि यस्तो छेड्ने कुराहरूमा चाहिँ मलाई अलिक धेरै मन जान्छ जस्तो यहाँ पनि भयो होइन
कान मैले योमा 10वटा छेडेको छु, यता चाहिँ छैन। त्यस्तो मलाई जस्तो केटीहरूले नर्मल गर्ने स्टाइलभन्दा अलिक डिफ्रेन्ट चाहिँ गर्नु मन लाग्छ। इन्टरनल देखाएर चाहिँ कुनै बेला देखियोस् होइन, कुनै बेला चाहिँ हल्का देखियोस् के होला त्यो कस्तो होला भन्ने टाइपले चाहिँ मलाई भित्रभित्र चाहिँ धेरै धेरै नक्कल पार्नु मन लाग्छ। हजुर त्यो घुसार्दा दुखेन त्यस्तरी सबैतिर घुसार्दा? सुरुमा त दुख्छ, जस्तो शरीर त हो मान्छेको हड्डी र मासुले बनेको शरीर र दुख्छ, सबैलाई दुख्छ, मलाई पनि दुखेको थियो। अहिले चाहिँ बानी भइसक्यो, अब चाहिँ दुख्दैन। हजुर होइन, तपाईँले मान्छे पनि ब्राङ बुडुङ पड्काउनुहुन्छ अरे भन्ने सुनेको थिएँ, के यो कुरा साँचो हो? त्यो तपाईँले सुनेको कुरा साँचो हो। जस्तो मलाई जिस्कायो भन्नाले नर्मल्ली जस्तो तपाईँ हामी जस्तो हाम्रो क्यामराम्यान भाइ हुनुहुन्छ, तपाईँ हुनुहुन्छ, जस्तो चिनजानमा जिस्किँदा मलाई मतलब लाग्दैन, जिस्किन्छ एन्सर म दिन्छु कुन तरिकाले दिनुपर्छ होइन। जस्तो नचिनेको मान्छेले जिस्काउँदा चाहिँ म सहन सक्दैन, हान्छु पनि, हान्थेँ, अहिले चाहिँ अलिक छोड्न लाग्छु। मैले त कता कता सुनेको तपाईँले त ट्राफिकलाई पनि पड्काइदिनु भयो अरे त? हजुर, ट्राफिकलाई पनि हाने, एकजना मान्छेको मैले हानेर दाँत पनि झारेँ, धेरै घटना भएछ। बिचरा बल्ल बल्ल उम्रेको दाँत। हजुर, त्यस्तो नचिनेको मान्छे त्यस्तो के अरे सरी नजिस्किने मान्छे त्यसरी हान्ने बानी चाहिँ छैन। जस अब म हान्न छोडिसकेँ, अब डराउनु पर्दैन दर्शकबिनहरू। होइन, त्यो यसो भनिन्छ नि मान्छेहरूले पाच्छ पुछ होइन, अलिकति हेपेर बोल्नु, त्यस्तो ठाउँमा त पड्काइदिइहाल्नुपर्छ। म त सिक्दैछु यहाँ। अब सिक्नुहोस्, तपाईँलाई त्यो म पनि सिकाउँला। दर्शकबिनहरू है, नजिस्काउनु होला हामीलाई, हामी त फेरि डन हो नि। हजुर। अनि अहिलेसम्म कतिजनाले पड्काउनु भयो? अहिलेसम्म होला 15-16 जनालाई त हाने होला। हान्नुभयो? हजुर, हानेर अलिक घाइते नै अवस्थामा छोडेछु। जस्तो ट्राफिकै कुरा गरौँ, ट्राफिकलाई नै त्यस्तै नहान्ने ठाउँमा हाने होइन, गुल्मीतिर बागलुङतिर यस्तो प्रोग्राममा हिँड्दा पनि त्यस्तो भइरहेको थियो। अहिले चाहिँ छोडेँ, अब चाहिँ हात उठाउने काम गलत हो जस्तो लाग्यो, अब चाहिँ हात उठाउने काम छोडिसकेँ। ट्राफिकले हान्नै नपर्ने ठाउँमा हानिदिनु भयो भने चाहिँ कहाँ हानिदिनु भयो कि तपाईँले त्यसरी? बिचरा हाम्रो ट्राफिक दाइ अब यस्तो भयो, यस्तो टी सर्टमा समाते तानातान भइरहेको थियो होइन, छोड भन्छु छोड्दैन। अनि म चाहिँ यस्तो बुट लगाइरहेको थिएँ जाडो सिजन, अनि सेन्टरमा हानेछु, राइट लेफ्ट फ्रन्ट गरेर 3 चोटि हानेको रहेछ। हजुर, त्यो भयो। अरू छ त्यस्तो घटनाहरू, तर अब यो हान्ने कुरा चाहिँ मिडियामा नल्याउँ होला जस्तो लाग्छ। फेरि हाम्रो दर्शक श्रोताहरू नै डराएर नहेरिदिनु होला नि। त्यही त कतिपयले भन्नुहुन्छ मेरो भिडियोहरू हेरेर चाहिँ रेस्पोन्स दिनुहुन्छ मेसेजमा गएर, तपाईँको इन्टरभ्यू हेरेको थिएँ एकदमै राम्रो लाग्यो, तर डर पनि लाग्यो, तपाईँ हात हाल्नु रहेछ भन्नुहुन्छ कि, तर अब हान्दिनँ। अब चाहिँ हात उठाउने काम छोडिसकेँ। अब मैले त यसो कता कता कमेन्टहरू पनि देखेको थिएँ, यस्तो बहादुर मान्छे त हाम्रो नेपालमा खाँचो छ भनेर धेरैजनाले चाहिँ अझ धेरै कमेन्ट र हौसला पनि दिनुभएको थियो त हौ। त्यही त कतिपयले राम्रै कमेन्ट गर्नुहुन्छ, राम्रै सल्लाहहरू पनि दिनुहुन्छ। केटी मान्छे भएर कसैले नेगेटिभ विषय लिएर केही काममा अगाडि बढ्छ भने हात हाल्नुपर्छ, ठाउँमा कुरा क्लियर गर्नुपर्छ भन्नुहुन्छ। र कतिपयले चाहिँ यो केटीको नक्कल होला, नराम्रो केटालाई चाहिँ यसरी हान्ने होला, अनि राम्रो केटा भए चाहिँ चुप्प लागेर बस्ने होला भन्ने पनि भन्नुहुन्छ। त्यही भएर दर्शकबिनहरू राम्रो गर्दा पनि ठिक छैन, नराम्रो गर्दा पनि ठिक छैन क्या। त्यही भएर अब चाहिँ आफ्नो के काम हो त्यो मात्रै फोकस गर्छु। अब चाहिँ त्यो चाहिँ पक्कै पनि हो है, राम्रो काम गरे पनि सुख छैन, नराम्रो काम गरे पनि सुख छैन। गाली गर्नेले गरिदिइराख्नु भएको छ, नराम्रो भनिदिइराख्नु भएको छ। के भन्न चाहनुहुन्छ त्यस्तोलाई चाहिँ? बदल्यौँ, समाज बदल्यौँ। अब धेरै चेन्ज भइसक्यो। अब पहिलाको जमानादेखि अब मोबाइलकै कुरा गरौँ न, पहिला बाबुआमाको पालामा महिनौँ पछि भेट्नलाई आज सल्लाह गर्नु पर्थ्यो भने आजको 2 महिनापछि भेट्नको लागि आज सल्लाह गर्नु पर्थ्यो। जस्तो अहिले त आज कुरा गऱ्यो एकैछिनमा भेट पनि हुन्छ होइन मान्छेसँग, कहाँदेखि कहाँ पुगिसक्यो जमाना। त्यही भएर जमाना अनुसार चेन्ज हुनुपर्छ, जमाना अनुसार काम गर्नुपर्छ। कस्तो चलिरहेछ त्यो अनुसारको मान्छेलाई हुन्छ नि के भन्छ फिडब्याक दिनुपर्छ होइन। त्यही हो, जस्तो राम्रो काम गरे पनि कसैले राम्रै देख्नुहुन्छ, कसैले नराम्रो देख्नुहुन्छ, नराम्रो काम गर्ने कसैले राम्रो देख्नुहुन्छ, कसैले नराम्रो देख्नुहुन्छ। त्यो दर्शकहरूमा भर पर्छ। दर्शकहरूमा भर पर्छ। त्यही भएर हाम्रो मेघनाज्यूलाई चाहिँ एकदम धेरै सपोर्ट गरिदिनु होला है। राम्रो डान्सर गर्नुहुन्छ नि, डान्स सिक्नु पऱ्यो भने पनि सम्झिन सक्नुहुन्छ। हाम्रो यति राम्रो हट मोडल हुनुहुन्छ, सेउसी भइरहनु भएको छ होइन। यस्तो चिसो चिसो मौसममा यति कपडा लाएर आउँदा तपाईँलाई जाडो भएको छैन भने?
मैले तपाईँहरूको अरू पनि इन्टरभ्यू हेरेको थिएँ मजाले घाममा बसेर रमाइलो कुरा गर्नुहुने रहेछ अनि त्यही भएर चाहिँ जाडोमा पनि अलि ओपनै भएर आइदिएको नि अब यति धेरै कपडा लाएर आएको छु त आछु भइरहेको छु यति कपडा लाएर आउँदा अब जाडो नहुने जस मान्छे हट हुनु त रहेछ है दर्शक श्रोताहरू अलिक परे बसेर हेरिदिनु होला हजुर तपाईँ एकचोटि ट्राई गर्नुहोस् न गर्मी दिनमा मसँग सँगै बस्नुहोस् होइन राप आउँछ कि मेरो अहिले पनि आइरहेको राप त यहाँ त्यही भएर मैले सुनेको म्याक्सिमम मान्छे चाहिँ 99% हट हुन्छ अरे कि म चाहिँ 100मा 100% नै छु दर्शक बिनहरू म त 1% पनि छैन है दर्शक श्रोताहरू होइन हुनुहुन्छ 99% त हुनुहुन्छ 1% चाहिँ 1% बाँकी कम रहेछ त्यो पनि हेरौँला सोचौँला अनि तपाईँले त अन्त कता कता अघि ट्याटु हान्नु भएको थियो भन्नु अन्त कता ट्याटु हान्नु भयो हेर्नु मिल्छ नहेरौँ होला दर्शक बिन्दुले धेरैचोटि हेरिसक्नु भयो देखाइदिउँ तपाईँलाई म छुट्टै देखाउँला देखाइदिउँ न केही फरक पर्दैन भयो मैले कपडा अलि म्यानेज गरेर दुःखले म्यानेज गरेर लगाइरहेको छु यस्तो फर्केर नदेखाउँ खुट्टामा छ यहाँ पनि जुत्ता अलि माथिसम्म खोल्नुपर्छ यो पनि नदेखाउँ यहाँको देखिहाल्नु भयो नर्मल्ली अरू फोटोहरू जस्तो फेसबुकमा गयो भने फोटोहरूमा छ अरू इन्टरभ्यूहरूमा पनि देखिन्छ मेरो अरू म्युजिक भिडियोहरूमा पनि देखिन्छ नदेखाउँ तपाईँलाई चाहिँ म सेपरेटमा देखाउँछु सेपरेटमा दिनुभयो म कति लकी रहेछ है दर्शक श्रोताहरू म जस्तो सेपरेटमा हेर्न म जस्तो अब केटी परे होइन तै पनि सेपरेटमा हेर्न चाहिँ कस्तो रहेछ म तपाईँहरूलाई सुटुक्क भन्छु है कता कता सुनेको थियो तपाईँको त 2टा पाठेघर छ अरे अरूको त एउटा हुन्थ्यो तपाईँको चाहिँ 2टा छ अरे यस्तो नर्मल्ली रूपमा त सबैको एउटा नै हुन्छ मैले चाहिँ टेम्पोररी अर्को थपेको त्यो चाहिँ काम गर्दैन त्यसले चाहिँ काम गर्दैन काम नगर्ने भनेपछि कस्तो खालको म यसो हामी पनि सिक्न पाए हुन्थ्यो यो अर्को पाठेघर चाहिँ कसरी हाल्ने रहेछ त्यो चाहिँ कसरी हाने भन्नु दर्शक बिनहरू डराउनु होला फेरि नडराउनुहोस् है नडराउनुहोस् है पाठेघर हुन्छ नि केटीको बच्चा बस्ने ठाउँ त्यसलाई चाहिँ सेप निकालेर टाटु हानेको हो ट्याटु रहेछ बाबे दुखेन ट्याटु हान्दा दुख्छ नर्मल्ली दुखेकै हुन्छ शरीर त हो दुख्छ अरूले चाहिँ म्युजिकको हान्नुहुन्छ फ्लावरहरूको हुन त तपाईँले फ्लावरको पनि हान्नु भएको छ तर तपाईँले चाहिँ किन पाठेघरकै हान्नुभयो यस्तो हुन्छ प्राय मान्छेहरूले हानिरहेकै चिजहरू हानिरहेको हुन्छ कि तर आफ्नो शरीरमा के छ भनेर मान्छेले वाच गरेको हुँदैन क्या छ भन्ने थाहा छ तर त्यसलाई राम्रोसँग निहालेर हेर्नुहुन्न त्यसले के काम गरिरहेछ भन्ने कुरा हेर्नुहुन्न कि मैले चाहिँ कहिलेकाहीँ आफै फुर्सदमा चाहिँ यो ठाउँमा यस्तो छ होइन यो ठाउँमा यस्तो छ यसले यो काम गर्छ भगवान्ले कस्तो जानेर बनायो भनेर आफै सोच्छु क्या अनि त्यस्तै सोच्ने क्रममा चाहिँ मैले हुन्छ नि मान्छेले बच्चा पाउँछ होइन त्यो सोच्दाखेरि चाहिँ पाठेघर म बनाउँछु भनेर गएँ पाठेघरको टाटु हाने अब चाहिँ एउटा सानो बच्चा चाहिँ यहाँ बनाएर हान्छु पेटमा अब यो समरमा चाहिँ हान्ने भनेपछि म फेरि बोलाउँछु है दर्शक श्रोताहरू हेर्न पर्छ त्यो बच्चा पनि अहिले अब तपाईँहरूलाई देखाउँथेँ के अरे अब यहाँ मिल्दैन अरे कि त्यो सेपरेटमा मात्र देखाउने रे हाम्रो क्यामराम्यान भाइ बाठो हुनुहुन्छ क्यामेरा अलिक टाइट गरेर राख्नुभएको छ अनि त्यही भएर पछि देखाउँला पछि बोलाउनुहोस् है बाठो नभइदिनुहोस् है क्यामराम्यान दाजु यहाँ हो कि भनिदिनुहोस् त क्यामराम्यान भाइ चाहिँ दुईजनाले कुरा गर्दा के हेर्छु भन्ने होला भनेर चाहिँ आफैलाई डर लागेर होला सायद तपाईँ म्युजिक भिडियो पनि गर्नुभएको छ कतिवटामा गर्नुभयो मैले त्यस्तै अरूको काम र आफ्नो काम गरेर त्यस्तै 17, 18, 19वटा भयो अहिले बल्ल र प्लस अहिले चाहिँ रिसेन्टली चाहिँ 4-5वटा भयो 5-6वटा भयो मैले आफै कोरियोग्राफी गर्ने आफै नाच्ने गरेर चाहिँ अरूको काम चाहिँ अब बिस्तारै गर्न छोड्ने अरूको काम चाहिँ छोड्ने अब आफ्नो कामलाई मात्र निरन्तरता दिनुहुन्छ हजुर त्यही हो आफ्नो काममा अब क्लास भइहाल्यो त्यसलाई त फोकस गर्नु पर्यो आफ्नो ठाउँमा चलिरहन्छ त्योभन्दा अरू टाइममा चाहिँ जस्तो म्युजिक भिडियोकै कुरा गर्दा पनि अब आफै कन्सेप्ट बनाउने आफैले राम्रो तरिकाले गराउने चाहिँ मेरो प्लानिङ अनि पछि गएर चाहिँ म फिल्महरू मात्रै हेर्ने राम्रो कोरियोग्राफीको नाममा चाहिँ आउन चाहन्छु ल दर्शक फिल्म भन्ने बित्तिकै मलाई एउटा फिल्मको याद आयो है दर्शक श्रोताहरू तपाईँले त्यो भनिन्छ नि त्यो अब आफू त कार्यक्रम चलाउने मान्छे परियो होइन अब त्यो फिल्म पनि त्यति हेरिन्न दर्शक श्रोताहरू तपाईँले चाहिँ अहिलेसम्म यस्तो त्यो फिल्महरू हेर्नु भएको छ कि छैन कस्तो फिल्महरू त्यस्तो के नेपाली हिन्दी इङ्ग्लिस त हेरिरहेको छु त्यस्तो भनेको अलिकति नाम भन्नु न एउटा अक्षर भन्नु न त्यो कुनै ब्लू स्लू के दर्शक श्रोताहरूले भन्नुभएको थियो नि एकपटक त्यो चाहिँ हेर्छु
दर्शकहरूलाई ढाट्नुहुन्न होइन, तपाईँलाई पनि म ढाट्दिनँ। प्राय हेरेको हुन्छु सुत्ने बेलामा। देख्नुभयो सुत्ने बेलामा हेर्नुहुन्छ अरे भनेपछि तपाईँले अहिलेसम्म चाहिँ मायाजाल बुन्नु भएको छ कि छैन? मायाजाल भने त्यस्तो स्योर छैन के, जुन दिन मलाई त मेरै हो तिमी मेरै हो होइन भनेर जुन दिन मलाई जसले लान्छ त्यति बेलामा म मिडियामा आएर बोल्छु, म तपाईँसँगै बोल्छु होइन। अहिलेसम्म मलाई छैन नै भनौँ। छैन। प्रपोज त पक्कै आउँछ। पर्पोज त आउँछ, तर कस्तो तरिकाले पर्पोज गर्यो अब मान्छेले हुन्छ नि धेरै तरिकाको, जस्तो यसलाई 1-2 दिन घुमाएर छोडौँ होइन, अथवा यससँग यसलाई 1-2 दिन लभ गरेर यससँग म 1-2वटा काम गर्छु अनि छोडिदिन्छु भन्ने टाइपले पनि आउँछ होइन। आफूले बुझ्नु पर्यो, त्यही भएर बुझ्न चाहिँ टाइम लाग्छ, एक्सेप्ट गर्न गाह्रो छ। अहिलेसम्म तपाईँलाई त्यस्तो सिधै प्रपोज चाहिँ हानेको छ कि छैन? सिधै प्रपोज त्यसको के छैन। अब यस्तो हो नि, सिधै त अब जस्तो तपाईँ केटा हुन्थ्यो म केटी हुन्थ्यो यसरी बोलिरहेको छु भने तपाईँ पनि भन्न सक्नुहुन्थेन होइन। सिधै चाहिँ म त अब तिमीसँग यस्तो गर्न चाहन्छु भनेर त कसरी पनि भन्न सक्दैन, अलिकति क्लोज नभइकन त कसरी पनि भन्न सक्दैन, त्यही भएर अलिक कमै छ। फेरि हाम्रो मेघनाजी त भिस्यौँ हानिहाल्ने मान्छे हो नि त, त्यही भएर नि यसो डराउनु भएको होला नि त कोही त होइन। त्यो पनि हुनसक्छ। तपाईँ त रेस्लिङ खेल्न पर्ने मान्छे चाहिँ कहाँ डान्स गर्न आएको मान्छे हो? त्यही त अचम्म लाग्छ, म सानैदेखि झोक्की टाइपको होइन, झगडा गर्ने अथवा हात हाल्ने टाइपको बिहेभ मेरो सानैदेखि हो। डान्स पनि मलाई सानैदेखि गर्नु मन लाग्थ्यो, तर म रेस्लिङतिर होइन रेस्लरै बन्छु भन्ने टाइपले चाहिँ कहिले पनि मनमा आएन, त्यो कन्सेप्ट नै बनेन। अनि डान्स चाहिँ मलाई सानैदेखि रहर थियो र म जबरजस्ती हिँडिरहेको छु अझै। गेमतिर चाहिँ मलाई इन्ट्रेस्ट छैन अहिले पनि। अनि जानु दिनको कतिचोटि गरिन्छ के त्यही के छैन मेकअप हौ? दिनमा त्यस्तो कतिचोटि भन्ने छैन, बिहान उठ्यो यस्तै हिँड्नु पर्यो भने हल्का गऱ्यो अनि पुग्छ दिनभरिलाई। त्यही केटीहरूलाई अलि धेरै नकल झकल यताउता गर्दाखेरि त टाइम लाग्छ नि त। अनि भन्छ मेरो साथीहरू पनि छ मिनिमम आधी घन्टा 1 घन्टा मेकअपको लागि टाइम चाहिन्छ भन्ने साथीहरू पनि छ, तर मलाई चाहिँ त्यस्तो लाग्दैन। सर अलिअलि गाजलहरू लगायो, सनब्लकहरू लगायो, हिँड्यो। मलाई पनि सिकाइदिनु पर्यो। मलाई त फेरि आउँदैन कि त्यो क्रिम दलालाई, त्यो गाजल 1 घन्टा लाएर लायो त्यहीमा चाहिँ बिग्रिहाल्छ। कसरी सिकाउनु होला? अरू म तपाईँलाई डान्स चाहिँ सिकाउँला होइन, परेको खण्डमा फाइट गर्न सिकाउँला, मेकअप त अलि आउँदैन। फेरि रिस नउठाउनु है, मलाई सिकाउँछु भन्दै हुनुहुन्छ, सिकाइहाल्नु है, यस्तो कुरा पछाडि हट्ने नै होइन के। म क्यामेरा पछाडि गएर अहिले सिकाउँला नि।